सम्माननीय सभामुख महोदय, आज यो सम्मानित सदनमा म कुनै व्यक्तिको बचाउ वा विरोध गर्न होइन, नेपालको भूगोल, राष्ट्रिय स्वाभिमान र नेपाली जनताको आवाज बोकेर उभिएकी छु। सम्माननीय प्रधानमन्त्रीज्यूले यही सम्मानित रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय अभिव्यक्ति दिनुभएको थियो। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, यो कुरा कुन तथ्यको आधारमा बोल्नुभयो, कुन प्रमाणका आधारमा बोल्नुभयो, कुन कूटनीतिक आधारमा देशको प्रधानमन्त्रीले यस्तो संवेदनशील विषय सदनको रोस्टमबाट बोल्नुभयो? सीमा कुनै राजनीतिक मजाक होइन। सीमा हाम्रो भूगोल, सार्वभौम सत्ता, स्वाभिमान पुर्खाले जोगाएर हामीलाई सुम्पिएको नेपाली अस्तित्व हो। त्यसैले आज म सरकारसँग मात्र होइन, सत्ता पक्षका माननीयज्यूहरूसँग पनि आग्रह गर्न चाहन्छु, गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोलको पक्षमा उभिनुहोस्, किनकि सत्ता सरकार पद अस्थायी हुन्छ तर नेपाल सधैँ स्थायी हो। सभामुख महोदय, हामी यो सदनमा प्रतिपक्ष हौँ, नेपालको विपक्षी होइनौँ। यो सदन अवरुद्ध गर्ने हाम्रो इच्छा हुँदै होइन। हामी सदन जिम्मेवार ढङ्गले चलोस् भन्ने चाहन्छौँ। जनताको समस्या उठाउन चाहन्छौँ, जनतालाई जिम्मेवार बनाउन चाहन्छौँ, तर नेपालको भूगोल र सार्वभौम सत्तासँग जोडिएको विषयमा हामी मौन बस्न सक्दैनौँ। त्यसैले हाम्रो विरोध निरन्तर छ। प्रधानमन्त्रीज्यूले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ। उक्त विभाजित भनाइ सम्मानित सदनको अभिलेखबाट हटाउनै पर्छ। नसच्याउने नहटाउने हो भने इतिहासले आफै फैसला गर्नेछ। नेपालको संसदको रोस्टमबाट आफ्नै देश नेपालले पनि भारतको सीमा मिचेको थियो भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने प्रधानमन्त्री पनि यो देशले देखेको थियो भन्ने इतिहास अभिलेखमा रहनेछ। हामी यस्तो इतिहास बनाउन चाहँदैनौँ, तर राष्ट्रको सम्मानप्रति, स्वाभिमानप्रति प्रश्न उठाउने अभिव्यक्ति ढाकछोप गरेर पनि इतिहास मेटाउन चाहँदैनौँ। सभामुख महोदय, देशको प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन समेत आधिकारिक सरकारी सञ्जाल माध्यमबाट गर्नु हुँदैन। मोनेटाइजेसन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मोनेटाइजेसन बढाउनु भएको हो? डिजिटल सरकार ठिक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन। देश फेसबुकको पहुँचले होइन, संविधान र राज्यको संस्थाले चलाउनुपर्छ। सभामुख महोदय, सरकारले कर तिर्ने नागरिकलाई पुरस्कार दिएको छ, राम्रो कुरा हो। कर तिर्नेलाई सम्मान गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ, तर कर तिर्ने नागरिकलाई पुरस्कार दिने सरकारले यही देशमा स्वास्थ्य बिमा बन्द भएर उपचार नपाएको निम्न नागरिक किन देख्दैन? आज जनताको आँखामा आशाभन्दा धेरै निराशा देखिएको छ। सुकुम्बासीहरू आफ्नो बासको चिन्तामा छन्, सहकारी पीडित आफ्नो बचत फिर्ता हुने आशामा छन्, किसान मल र उत्पादनको उचित मूल्य नपाएर चिन्ता छन्, शिक्षक आफ्नो पेसागत भविष्यको चिन्तामा छन्, व्यापारी व्यापार चलाउँ कि बन्द गरौँ भन्ने दोधारमा छन्, युवा रोजगार नपाएर विदेशिन बाध्य छन्, बिरामी उपचार पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन्, आम नागरिक ग्यासको सिलिन्डर नपाएर आज घरमा चुलो बल्छ कि बल्दैन, परिवारलाई खाना पाइन्छ कि पाइँदैन भन्ने चिन्ता